अनि आयो सी जिनपिङको त्यो सुनौलो अवसर जसले उनलाई चीनको सबैभन्दा शक्तिशाली मानिसहरूमध्ये एक बनायो, साङ्घाईको भ्रष्टाचार परीक्षा। सन् 2006 मा साङ्घाईका तत्कालीन कम्युनिस्ट पार्टी सचिव चेन ल्याङवेईलाई चीनको उच्चस्तरीय भ्रष्टाचार छानबिन मध्ये एकमा बर्खास्त गरियो। सी जिनपिङलाई उनको ठाउँमा नियुक्त गरियो। उनको राजनीतिक करियरमा एउटा ठूलो फड्को। साङ्घाई चीनको आर्थिक राजधानी हो, तर सन् 2006 मा समस्या के थियो भने यो एउटा विशाल भ्रष्टाचार काण्डले हल्लिएको थियो र सन् 2008 को बेजिङ ओलम्पिक झण्डै टाउकोमै आइपुगेकाले यो निकै ठूलो चुनौती थियो, किनकि बेजिङ ओलम्पिक चीनको त्यो प्रचार हतियार थियो जसले चिनिया मोडल सफल भयो भनेर संसारलाई देखाउनु पर्थ्यो। अनि समस्या के थियो भने साङ्घाईमा पार्टी प्रमुख आफैले शहरको पेन्सन कोषबाट $40 करोड हिनामिना गरेका थिए। त्यसैले सन् 2008 को बेजिङ ओलम्पिक नजिकिँदै गर्दा चीनलाई साङ्घाई स्थिर र काण्डमुक्त चाहिन्थ्यो। यहीँनिर सीलाई चीनको सबभन्दा महत्त्वपूर्ण शहरमा शल्यक्रिया गर्न ल्याइयो र थाहा छ उनको तरिका शल्यक्रियाकै जस्तो सूक्ष्मताका साथ लागू भयो। उनले के गरे भने निजी भिला र विलासी रेल जस्ता विशेष सुविधा अस्वीकार गरे, भड्किला भोज र फजुल खर्च रद्द गरे र अलिबाबा तथा अन्य कम्पनीलाई साङ्घाईमा वित्त र प्रविधि सञ्चालन खोल्न प्रोत्साहित गरे। यसले विदेशी लगानीकर्तालाई आश्वस्त पार्यो कि साङ्घाईको लगानी वातावरण अझै सुरक्षित छ र सबैभन्दा राम्रो कुरा राजनीतिक अराजकताका बावजुद उनले प्रभावशाली 12.9% आर्थिक वृद्धि कायम राख्न सके र अन्ततः चीन सन् 2008 को बेजिङ ओलम्पिकका लागि तयार भयो, जुन अत्यन्तै भव्य रूपमा सम्पन्न भयो। यी प्रभावशाली रेकर्डका कारण सीलाई पोलिट ब्युरो स्ट्यान्डिङ कमिटीमा बढुवा गरियो। जसलाई थाहा छैन हेर्नुहोस्, चिनिया कम्युनिस्ट पार्टी एउटा विशाल पिरामिड हो। तलतिर 9 करोड 20 लाख सदस्य छन् र जति माथि चढ्दै जानुहुन्छ संख्या नाटकीय रूपमा घट्दै जान्छ र शक्ति निरपेक्ष हुँदै जान्छ। आधारमा राष्ट्रिय कांग्रेस छ 2300 प्रतिनिधि जो 5 वर्षमा एकपटक भेला हुन्छन्, तर ती मध्ये केहीलाई करिब 380 सदस्यको केन्द्रीय समितिमा माथि जान छानिन्छ। त्यहाँबाट झन् साँगुरै हुँदै जान्छ। केन्द्रीय समितिका मुठ्ठीभर मानिस पोलिट ब्युरोमा पुग्छन्, जसमा देशका 24 जना सबैभन्दा शक्तिशाली नेता हुन्छन्, राज्य मन्त्री, प्रान्तीय प्रमुख र सैन्य प्रमुखहरू। तर वास्तविक शक्ति त्यो भन्दा माथि बस्छ, पोलिट ब्युरो स्ट्यान्डिङ कमिटी। आज यसमा जम्मा 7 जना सदस्य छन्। यो चीनको साँचो भित्री घेरा हो, एउटा सानो समूह जसले 1 अर्ब 40 करोड मानिसका लागि निर्णय गर्छ र सबभन्दा शिखरमा छ कम्युनिस्ट पार्टीको महासचिव। यही पद अहिले सी जिनपिङले ओगटेका छन् र यही उपाधिले उनलाई चीनको राष्ट्रपति मात्र होइन, सिङ्गो पिरामिडको निर्वाध नेता बनाउँछ। त सीलाई स्ट्यान्डिङ कमिटीमा बढुवा गर्दा त्यो केवल नयाँ जागिर थिएन, त्यो त्यस कोठामा प्रवेश थियो जहाँ चीनबारे हरेक ठूलो निर्णय अर्थतन्त्रदेखि सेना सेन्सरसिपसम्म यही टेबलमा हुन्थ्यो। त्यस बेलाको शीर्ष नेतृत्वले एउटा अनुभवी परिष्कृत मान्छे चाहन्थ्यो जो न धेरै महत्त्वकांक्षी होस् न धेरै बलियो। र सी जिनपिङ गाउँले प्रतिको आफ्नो विनम्रता र सेवाको इतिहासका कारण कम महत्त्वकांक्षी नियन्त्रण गर्न सकिने नेताका रूपमा देखिए। उनीसँग 2 दशक भन्दा बढी अनुभव थियो र कुनै भ्रष्टाचार रेकर्ड बिनाको सफा छवि थियो। त्यसैले सन् 2012 मा महासचिवले 2 कार्यकाल सकेर पद छोड्दा सी जिनपिङ शीर्ष स्थानमा उठाए, व्यवहारमा चीनको सर्वोच्च नेता बन्न। तर यहाँनिर चीनको सिङ्गो शक्ति टेबल स्तब्ध भयो। किन थाहा छ? किनकि सी जिनपिङ महासचिव भन्दा सबैले सोचेका थिए कि उनीहरूले सीलाई कठपुतली झैं नियन्त्रण गर्न सक्छन्, तर पछि थाहा भयो यो एउटा घातक गलत आकलन थियो। किनकि सी जिनपिङ फायरिङ अभियानमा लागे। भ्रष्टाचार विरोधी अभियानको बहानामा उनले प्रणालीको हरेक सम्भावित प्रतिद्वन्दीलाई व्यवस्थित रूपमा हटाए, सयौं वरिष्ठ अधिकारीहरू हराए, शीर्ष सैन्य जनरलहरू बिलाए र राजनीतिक प्रतिस्पर्धीहरू निस्तेज पारिए। र आफ्नो दोस्रो कार्यकालसम्म आउँदा सीले पोलिट ब्युरोलाई यसरी पुनर्संरचना गरिसकेका थिए कि 60% सदस्यको उनीसँग प्रत्यक्ष सम्बन्ध थियो। अनि सन् 2018 मा उनले संसारलाई नै स्तब्ध पार्ने काम गरे। सी जिनपिङले चीनको संविधान पुनर्लेखन गरे र सी जिनपिङ विचारधारा भनिने कुरालाई
स्थायी कानुनका रूपमा दर्ता गरे। यसको अर्थ के हो? यसको अर्थ हो उनका विचारमाथि कहिल्यै प्रश्न उठाउन सकिँदैन। दोस्रो, उनले राष्ट्रपतिको कार्यकाल सीमा नै हटाइदिए। पहिले चिनिया नेताहरूले बढीमा 2 कार्यकाल सेवा गर्थे अनि पद छोड्नु पर्थे, तर सीले नियम यसरी बदले कि उनी सधैँका लागि राष्ट्रपति रहन सकुन्। र थाहा छ यी परिवर्तन चीनको संसदमा मतदानका लागि पेश हुँदा कतिजनाले विरोध गरे होलान्? 0 हो। 3000 प्रतिनिधि भएको कोठामा एउटै असहमतिको आवाज उठेन। किन? किनकि सीसँग असहमत हुनेहरूको हालत के हुन्थ्यो सबैलाई थाहा थियो। तर डरलाग्दो कुरा यहाँ छ, उनको तानाशाहीले साँच्चै काम गरे। अमेरिकाको कुल गार्हस्थ्य उत्पादन 60%ले बढ्दा, भारतको 83ले बढ्दा चीनको 111%ले बढ्यो। त्यसैगरी चीनको प्रति व्यक्ति आय झन्डै दोब्बर भयो र आज चीनले विश्वको 30% उत्पादन, सिङ्गो सोलर प्यानल आपूर्ति श्रृङ्खला, अधिकांश सेमिकन्डक्टर कच्चा पदार्थ र विद्युतीय गाडीको ब्याट्री उद्योग समेत नियन्त्रण गर्छ। त्यसमाथि आर्थिक शक्तिसँगै चीन एउटा आक्रामक सैन्य शक्ति पनि बनेको छ। उनीहरूले दक्षिण चीन सागरमा कृत्रिम टापुहरू बनाए, ताइवानलाई आक्रमणको खुल्ला धम्की दिए र हङकङको लोकतन्त्रलाई पनि कुल्चिदिए। र सी जिनपिङको ट्र्याक रेकर्डले त्यस्तो कुरा प्रमाणित गर्छ जुन धेरैले कहिल्यै स्वीकार गर्दैनन्। तानाशाहीले लोकतन्त्र भन्दा छिटो आर्थिक नतिजा दिन सक्छ। तर यहाँको करोड डलरको प्रश्न यो हो, डर र नियन्त्रणमा बनेको प्रणालीले सधैँ समृद्धि दिइरहन सक्छ? के तपाईँ 1 अर्ब 40 करोड मानिसलाई आर्थिक वृद्धि कायम राख्दै अनन्तकालसम्म दबाइराख्न सक्नुहुन्छ? यो निकै महत्त्वपूर्ण प्रश्न हो, किनकि यसको जवाफले नै तय गर्नेछ 21औं शताब्दीमा कसले शासन गर्छ, लोकतन्त्रले कि तानाशाहहरूले। र सी जिनपिङ त्यो केटो जसले सिक्यो कि शक्ति बाचाबाट होइन धैर्यबाट आउँछ, अहिले त्यो जवाफ आफ्नै हातमा राख्छन्। अनि सबभन्दा खतरनाक कुरा के हो भने उनले यी पाठहरू किताब वा बिजनेस स्कुलबाट सिकेनन्। उनले आफ्नै देशले आफैलाई नष्ट गरेको हेरेर सिके र यही कुराले उनलाई यति गणनात्मक, यति धैर्यवान र यति डरलाग्दो गरी प्रभावकारी बनाउँछ। यो हो सी जिनपिङको कथा, उनको सत्तारोहण र ती रणनीति जसले उनलाई पृथ्वीकै सबैभन्दा खतरनाक मान्छे बनायो। यो भिडियोबाट केही मूल्यवान कुरा सिक्नु भयो भने कृपया लाइक बटन थिच्नुहोला र यस्तै रोचक बिजनेस र राजनैतिक केस स्टडीका लागि नेपाली डिजिटललाई सब्स्क्राइब गर्नुहोला।